विन्टर लागिसक्यो, ठन्डा बढिसक्यो, अझ त्यही माथि यहाँनिर के भन्छ बारिस हुँदैछ, हल्का पानी छिटाउँदैछ, घाम पनि लागिरहेछ फेरि, घाम पानी सालको बिहा भन्छ नि। स्वागत छ फेरि पनि तपाईँहरूलाई अर्को नयाँ भिडियोमा। यो यस्तो गड्डा सड्डा छ नि त, कुना कुना जानु पनि त्यहीँ अल्झिहाल्ने त्यो मोबाइल। के गर्ने त यार, यस्तै छ अब, यतिको त गर्नै पर्छ, यतिको नगरी चाहिँ अब उपाय छैन है यहाँ। अरू दुःख सुख जतासुकै होस्, काम नगरी हुँदैन होइन। के हो भने आज त घाम पनि लागिरहेछ, पानी पनि परिरहेछ, कता कता छिटाइरहेको छ। क्या हो रहा है जी, कैसा मौसम है जी, ठन्डा और ज्यादा बढ जाएगा। सो बेसिकली अहिले म कोरमङ्गलामै छु, कोरमङ्गलाबाट निस्किँदै गरेको, यहाँको ट्राफिकसँग हल्का जुझिरहेको होइन। अब यहाँबाट निस्केर नागबारा पुग्नुपर्छ म। नागबारा भनेको तपाईँको निकै टाढै हो यहाँबाट, के गर्ने, अब बाध्यता परिस्थिति यस्तै हो मेरो लागि। अब एभ्री डे सेम के भन्छ अब एनर्जीमा होइन, उठेर जानु आउनु चाहिँ सकिँदैन नै रहेछ क्या, जति नै कोसिस गरे पनि हरेक दिन त्यही के भन्छ एनर्जीमा चाहिँ नहुने नै रहेछ मान्छे हो। कोही बेला अति चाँडै जिउ लाचारै भइरहेको जस्तो हुन्छ, कोही बेला दिनको कामै सुरु गर्नु मन नलाग्ने, के भन्ने त अब होइन। आज पनि कहीँ कतै त्यस्तै भइरहेछ, छुट्टी मिले पनि हुन्थ्यो भन्ने खालको क्या। जाँदा जाँदै यस्तो फोन आइदिनु, आजलाई ड्युटी नहो, आजलाई छुट्टी हो, कति मजा हुने यार। कोही बेला त्यस्तो पनि लाग्छ कि के गर्ने त, हुन्न अब त्यस्तो मनकै कुराहरू मात्रै, सपना पुरै नहुने सपना। मजा आउँछ यार, दिनै पछि यहाँनिर अलग अलग चिजहरू, अलग अलग थोकहरू देख्नु पाइन्छ त। ब्रेक चाहिँ बनाउनै पर्ने भएको छ यो छुट्टीमा चाहिँ, खराबै भइसक्यो। पैसा रुपियाँ भनेको बेलामा हुँदैन हाम्रोतिर त, गोजीमा अलिअलि भएको 10 तारिक आउँछ, 12 तारिकतिर पनि सकिसक्छ। ट्राफिकलाई लिएर हर कोही परेशान छ। अहिले त हेर पुलिसहरू ठ्याप ठ्याप चेकिङमा पनि डुलिरहेको होइन। यो तपाईँको रिजनल पासपोर्ट अफिस एरिया पर्छ अगाडि, मेरो पछाडि चाहिँ तपाईँ सोनी सिग्नलहरू जाने बाटो। अब तपाईँहरूको लागि त के हो होला नामहरू, यहाँ बस्नेहरूको लागि चाहिँ अब कुन चाहिँ जग्गा होला भनेर कहीँ कतै सोच्नु हुँदैछ भने चाहिँ, हामी जस्तो परदेशीहरू दुनियाँभरको आएर यहाँनिर बसोबासो गर्ने गर्छ भाडामा क्या, रुम भाडामा लिएर। म पनि रुम भाडामै लिएर बस्छु। यो एरियामा हेरी हेरी छ, कति जग्गा सस्तो पनि छ, कति जग्गा महँगो पनि छ। अनार के भन्छ सानो कोठा, त्यो तपाईँको कोही जग्गामा 5,000, कोही जग्गामा 7,000, कोही जग्गामा 8,000 हेरी हेरी हुन्छ। पानी इलेक्ट्रिसिटीहरूको बिलहरू पनि एड हुन्छ होइन। 1 BHK 2 BHK चाहिँ अब अलिकति महँगै पर्छ होइन। 1 बेडरुम हल किचन, 2 बेडरुम हल किचन हुन्छ नि, त्यस्तोहरू चाहिँ अब अलिकति टोइलेट बाथरुम पनि हुनु पऱ्यो होइन, अलिकति महँगै पर्छ। अब धेरैजना मिलेर बस्नेहरूलाई त केही छैन होइन। अब एकैजनाले एउटा परिवार चलाउनु चाहिँ अब त्यत्रो ठुलो कोठा लिएर चाहिँ साह्रै पर्छ। कमाइको स्रोतहरू अब थुप्रै छ भने चाहिँ अब ठिकै छ होइन। जस्तै परिवारमा अब बुढाबुढी काम गर्दैछ, अथवा बुढाबुढी कमसेकम 3 जना जस्तो काम गर्दैछ एउटा कोठामा बस्नेहरू भन्ने चाहिँ त्यो अलग्गै बात हो परिवारमा होइन। एक्लैले चाहिँ ठेल्नु सक्दैन। 14-15 हजार भाडा, 17-18 हजारसम्म पुग्छ। यो त मैले सानो यो सस्तो जग्गाको कुरा गरेको, अब महँगो जग्गामा त अब भगवान् जाने। म आफै अब त्यस्तो जग्गामा बस्ने चाहिँ अहिलेसम्म मौका पाएको छुइनँ। आज हेर पानी पर्नु आँटेको थियो र चाहिँ मैले एन्टी फिल्टर नलगाएको, के मजाको दिन चाहिँ भयो नि त, घाम लागेर चड्केर आँखै किरिमिरी हुने खालको सेतो न सेतो देख्नु थाल्यो अगाडि, तर बादल कालो पनि देख्दैछ अगाडि। हिजो त पानी परेको थियो दिउँसो भन्दा पनि इभिनिङमा, आज पनि पर्नु सक्छ। अब हाम्रो त दिनै पछिको कुरा यही हो, दिनै पछिको कामै यही हो होइन। उठ्यो, तयार भयो, के कुरो खानेकुराहरू छ भने बटुली खायो, काममा लाग्यो। यो चाहिँ अलिकति मैला गाडीको पछि चाहिँ साह्रै बस्नु हुँदैन नि त।
गन्नारे यहाँ हामी जस्तो मान्छेहरू मात्रै होइन मतलब यस्तो यो के भन्छ जग्गामा आएर बसेर दुःख गरी खाने बहुत जग्गाबाट छ देशको हरेक कुनाबाटै आएकोहरू छ होइन हरेक फिल्डमा नै छ फेरि यो जग्गा पनि मजाको लाग्छ यहाँनिर फेरि अर्कै मौसम भइरहेछ घामसाम पनि छैन अहिले नै पानी परिहाल्ला जस्तो क्या मध्य बर्खामा हिँड्दै गरेको जस्तो बनाउँछ त घरिघरि त सब वातावरण यहाँ त के अरे यहाँको वेदरले त अरूभन्दा पनि तपाईँको अब विन्टर लागिसक्यो त अब हाम्रो पाहाडतिर त धेरै जाडोहरू बढिसक्यो होला साह्रै अनुभव छैन मलाई अब अहिले अब के कस्तो हुँदैछ अत्तो पत्तो छैन तर पनि जहाँसम्म लाग्छ यो टाइममा धेरै नै जाडो पलाइसकेको हुन्छ बेङ्गलोरमा पनि एकदमै जाडो पलाइसक्यो विशेष राति चाहिँ मलाई आउँदाखेरि एकदमै साह्रो पर्छ ट्राफिकले चाहिँ अलिकति परेशान गर्छ हर कोई ट्रैफिक से परेशान है भैया आपके का पेशेंस लेभल ट्राफिकमै कता चल जाता है यहाँबाट निक्लिनु पाएँ भने चाहिँ सानो स्पिड चाहिँ उडेर जान्थेन म कस्तो डरलाग्दो ट्राफिक भएछ अगाडि जाने चलेको छैन अन्त अरू कुरो हुँदै गर्छ तपाईँहरूलाई भेट्दै गर्छु हरेक भिडियोमा यहाँ के कसो छ देखाउने कोसिस गर्दै गर्छु होइन हाम्रो के अरे परदेशी जीवन के कस्तो चल्दैछ के कस्तो कामहरू गर्नुपर्छ कस्तो कस्तो प्रकारको के भन्छ ऊहरू पाउँछौँ हामीले समस्याहरू सिग्नलले चाहिँ रेस बनाउँछ नि त यहाँबाट गयो भने पनि अगाडि जाँदैछ यो पागल जस्तो उल्टा साइडमा आउनेहरू चाहिँ रङ साइडमा आउनेहरूलाई चाहिँ पक्रेर अपरेसन गरिदिनु पर्छ थाकेको शरीर हुन्छ लाचार भइसकेको शरीर हुन्छ के गर्ने त होइन शरीरले त गिभअप गरिसक्यो नि भन्दै हो भने अब एकदमै ज्यादा रेस्ट मागिरहेको छु क्या कमसेकम 1 महिना जस्तो चाहिँ अब शान्त जग्गामा होइन हावा मात्रै चलिरहेको होस् कुनै आवाजै नहोस् कि साइलेन्स गएर बस्नु मन लागिरहेको छ आराम गर्नु मन लागिरहेछ राम्रोसँगले नसुतेको पनि बहुतै दिन भइसक्यो होला शरीरले त अब भयो भनिसक्यो नि अब नगर अलिक ग्यापले के भन्छ मेन्टल्ली पनि बहुतै थाकिन्छ कसले भने जस्तो यति पनि नगरी चाहिँ अब च्यापु लक हुन्छ नि त्यो हो साह्रो पो छ त कुरा 18 सेकेन्ड भनेको त बहुतै हो छिरिहाल्नु थाकेको शरीर लिएर हिँड्न त मन लाग्दैन क्या काममा जानु पनि रहर लाग्दैन होइन तर एकपल्ट स्टार्ट गरिसकेपछि नि राइड गर्दै आइसकेपछि चाहिँ अब एक प्रकारको अर्कै मजा हुन्छ क्या सबै थकान पनि मेटिएको जस्तो लाग्ने होइन अब के भन्नु नयाँ एनर्जी आएको जस्तो होइन हुनु त अब लाइफ अलिकति मोनोटोनियस भएर पनि होला फिलहाल होइन अब बिहान फाल्टो काम केही छैन उठ्यो ड्युटी गयो वापस आयो अलिकति ढिलै भए पनि सुत्यो आराम गऱ्यो होइन फेरि भोलिपल्ट पनि उठ्यो त्यही काम गर्नु गयो त्यही जग्गा गयो अब अरू त्यो भएर पनि होला अलिकति शरीरले पनि अब हरेस भन्दै गरेको मतलब साथ नदिएको भनौँ न काम गर्नु मन नलागेको तर सो हिँड्दै जाँदा होइन राइड गर्दै जाँदाखेरि अर्कै फिल भइहाल्छ फेरि क्या एक प्रकारको मजा एक प्रकारको अर्कै एक्सपिरियन्स नयाँ थोक नयाँ चिजहरू देख्न पाइन्छ दिनै पछि जग्गा त्यही हो हुनु त होइन एउटै हिजो पनि म यही जग्गामा यसरी नै हिँडिरहेको थिएँ भोलि पनि सायद यसरी नै हिँडिरहेको हुन्छु तर हरेक दिन अर्कै छ नि त हरेक दिन हरेक नयाँ नयाँ कहानी नयाँ नयाँ कथाहरू यहाँ हेर्नु नि अब यो यत्रो गाडी छ क्या हेर्नु भन्दा चाहिँ 5वटा फुल सिलिन्डर लगेर जाँदैछ देख्नुभयो कति चाहिँ पावर होला त्यसको उफ यहाँ हेर्नुहोस् यो खालको कुन चाहिँ के भन्छ नसलको गोरु हो त्यो चाहिँ त्यसको जुरो त कम्ती मजाको छैन हाम्रोतिर त पहाडे गोरु भन्छ नि त्यस्तै अब यहाँनिर चाहिँ मान्छेहरूले खोइ अब कस्तो कस्तो धर्महरू छ होइन मलाई थाहा छैन अब यहाँ अनेक डिफ्रेन्ट धर्मको मान्छेहरू देखेँ कोही मान्छेले यही नसलको
के भन्छ गोरुहरूलाई त्यो के अरे घोडा गाडी जस्तो हुन्छ नि त्यस्तो बनाएर पनि तनाइरहेको हुन्छ गोरु गाडी बनाएर हो। कसैले यहाँ यसरी भगवान्को जस्तो त्यो कुनै केहरू राखेर उयो पनि गरिरहेको छ पैसा रुपियाँ माग्दै दान माग्दै भए पनि हिँडिरहेको छु के हो कसो हो त्यो त जान्दिनँ बुझ्दिनँ अब के न के होला सायदै कसैको आस्थालाई ठेस पुर्याउने कोसिस नगरौँ होइन मतलब मैले देखेको कुरा मात्रै भनेको मैले चाहिँ अब उफ बेङ्गलोर चाहिँ यस्तो हुन्छ यहाँनिर घाम लागिरहेको छ अलिकति अगाडि चाहिँ तपाईँले कालो बादल देखिरहनु भएको छ यहाँ अगाडि पुलिसहरू चेकिङमा बसिरहेको हुन्छ हेर्नु ल एक दो तिन यहाँनिर चाहिँ तपाईँको अब त्यो अगाडि हुन्छ क्या खासमा अलिक पछाडि कतिजना त्यहाँबाट भाग्छ क्या यो चाहिँ हुँदैन है मान्छे अब यही कुराहरू मात्रै देखाउन सक्छु तपाईँहरूलाई म अरू त देखाउन सकिँदैन मान्छेको नि जस्तै ठुलो सहरमा बसे पनि मान्छेले जतिसुकै नै उन्नति गरे पनि सभ्यता भन्ने चाहिँ छैन सिकेन भने चाहिँ नि सभ्यता भन्ने चाहिँ छैन के भन्नु अब अलिकति हुन्छ नि हौ घाँटी हाम्रो खुल्ला सडकमा गएर जङ्गलतिर हो भने पनि केही छैन यार अलिकति झाडी साडी पछाडि लुकेर हो भने पनि अर्कै कुरो यार त्यसरी त कहाँ हुन्छ हौ घाँटी म त मन परेन है यस्तै छ अब हुनु चाहिँ अब हाम्रो सिटी अब के भन्छ हाम्रो देश एक प्रकार अब बहुतै अगाडि बढिसकेको छ टेक्नोलोजीलाई हेऱ्यो भने पनि होइन अथवा जुनै चिजलाई हेऱ्यो भने पनि अहिले फिलहाल हाम्रो देशले बहुतै कुरो राम्रो गरिरहेछ खेलकुदमा हेरौँ या अब उसमा हेरौँ होइन इकोनोमीमा हेऱ्यो भने पनि अथवा जुनै कुरोमा पनि धेरै नै अगाडि बढिरहेको छ कन्सटेन्ट इम्प्रुभमेन्ट छ के अरे त्यो भित्तातिर हिसाब गर्दै हिँड्ने बानी चाहिँ छोड्नै पर्ने हो त्यही जग्गामा फेरि हाम्रो मान्छेहरू भएको भए चाहिँ हाम्रो अनुहारको मान्छे भए चाहिँ नि अब फेरि सानो पिटाइ खान्थ्यो त्यसलाई अर्कै हुन्छ नि फेरि यहाँनिर अवस्था बुझ्नुभयो कि त हाम्रोहरूलाई चाहिँ हुनु हो भने जो पायो त्यसले गाडी रोक्दै आएर दिन कति दिनको भडास छ सबै निकालिराखेर जान्छ त्यस्तो पनि हुन्छ है यो पनि एउटा बुझ्नुपर्ने कुरो है तपाईँहरूको लागि नराम्रो कुरा भनेको होइन सत्य कुरा हो यहाँनिरबाट मजाको सिन देख्छ कि अगाडि कालो बादल छाइरहेको छ भन्नुको मतलब भरे चाहिँ तपाईँको मजाले पानी पर्छ हिजो पनि त्यस्तै भएको थियो अनि त्यसले गर्दा अझ ठन्डा पर्छ बेलुका त अगाडि पनि देखे जस्तो लाग्यो मैले यो हेर्नु नि 1 2 3 4 5वटा यसमा त तर कतिवटा खाली रहेछ मतलब 5वटा खाली रहेछ ला आज पनि फेरि यहाँनिर बन्द गरिदिएको रहेछ अब यहाँबाट रङ साइड हिँड्नुपर्छ हो के भन्ने त केही छैन एक्चुली उताबाट आउनेहरू चाहिँ सही जग्गामा हो हामी यहाँबाट जानेहरू चाहिँ गलत जग्गामा यो अब 2 चक्केको चाहिँ यति नै हो फाइदा होइन सानो जग्गाहरू पाउनुभयो भने पनि सत्त छिरी जानु मिल्यो यति नै हो अरू चाहिँ केही छैन कोही बेला यस्तो हुन्छ क्या त्यहाँ अगाडि बाटो ब्लक गरिदिन्छ त अरे यार बित्थामा डुलाइ हुन्छ नि अहिलेसम्म पनि भिडियो हेरिरहनु भएको छ भने धेरै धेरै धन्यवाद आउने दिनहरूमा भेट्दैछौँ अर्को भिडियोतिर पनि भेटौँ मन पराइदिनु भयो भने पानी पर्नै आँट्यो नि हो हामीलाई